एक्सक्युज मी, को हुनुहुन्छ? हजुर म्याम के थियो होला? यहाँ चाहिँ अस्ति म्यामले न्यु इयरको अफरको लागि हाल्नुभएको थियो अनि के कस्तो सर्भिसिङ रहेछ भनेर यसो बुझ्न मन लागेर नि आएको थिएँ। आउनुहोस् न, बस्नुहोस्, त्यो बारेमा म्यामसँगै कुरा गर्नु न, राम्रोसँग बुझ्नु। म्याम हाम्रोमा अहिले चलिरहेको अफरहरूको बारेमा बुझ्न कस्टमर आउनु भएको छ। हुन्छ, बसाउँदै गर्नुहोस्, आउँछु है। नमस्ते म्याम। नमस्ते, बस्नुहोस् न। हुन्छ। लागि बुझ्दा आउनु भएको हो? हजुर म्याम, म अफरको लागि बुझ्न आएको थिएँ। हिजो हजुरले अफर हाल्नुभएको थियो अनि के अफर रहेछ भनेर यसो बुझ्नको लागि आएको थिएँ। अफरहरू धेरै राम्रो छ, स्पेसल्ली हाम्रो यो आउँदै गरेको ह्याप्पी न्यु इयरको लागि। अब महिलाहरूले सोच्नुभयो होला होइन, कल्याणको म्यामले चाहिँ अफर चाहिँ ह्याप्पी न्यु इयरको लागि ल्याउनु भएको छैन होला भनेर, तर हाम्रोमा एकदम राम्रो राम्रो अफरहरू छ। जस्तो मेनिकेयर पेडिकेयर मा कम्बो अफर छ होइन। अनि अब जस्तो मेनिकेयर गर्दाखेरि पेडिकेयरमा जेल पलिस फ्री छ, र पेडिकेयर गर्दाखेरि मेनिकेयरमा जेल पलिस फ्री छ, र क्लिन्जिङ फेसियलहरू गर्नुभयो भने आइब्रोहरू फ्री हुन्छ यसमा। र हाम्रोमा धेरै अफरहरू छ, जस्तो केराटिन प्रोटिन भयो। अब त्यसमा चाहिँ हामीले कपाल हेरेर हामी त्यसमा चाहिँ अब कपाल नहेरिकन हुँदैन, उहाँहरूको कपालहरू होइन हेरेर चाहिँ अब कति त्यसमा डिस्काउन्ट दिने हामी त्यसमा दिन्छौँ। यस्तै गरी हाम्रोमा अब अरू धेरै हामीले अफरहरू ल्याउँछौँ। अब किनभने अहिले चाहिँ अलिकति छिटै ह्याप्पी न्यु इयर आएको हुनाले होइन, मैले चाहिँ अहिले यति अफर राखेको छु। तर आउँदो दिनहरूमा चाहिँ हामी धेरै नै अफर राख्नेवाला छौँ, अझै राम्रो राम्रो अफरहरू आउनु होला। ल, नियमित ग्राहक हुनुभयो भने हजुरहरूलाई प्याकेजहरू पनि छ होइन, त्यसमा हजुरहरूले कति हाम्रो यहाँ कलर मिलमा स्पेन्ड गर्नुभएको छ त्यसमा हामी हजुरको कति पर्सेन्ट दिने भनेर पनि हामीले त्यस्तो प्याकेज पनि त्यस्तो अफर पनि ल्याएको छौँ। अब आगामी दिनहरूमा हाम्रो टिकटक, फेसबुक, युट्युब भए त्यसमा हामी अफरहरू हाल्नेछौँ। हजुरहरू त्यो बायोमा गएर वाट्सएप पनि गर्न सक्नुहुन्छ अनि हामीलाई डाइरेक्ट कल पनि गर्न सक्नुहुन्छ। अफरहरू रहेछ त हजुरकोमा त, त्यही त मैले टिकटकमा हेरेको थिएँ अनि त्यसपछिबाट त्यहीबाट चाहिँ अब के रहेछ भनेर एकदम फेस टु फेस बुझौँ न भनेर चाहिँ म यहाँसम्म आएको थिएँ होइन। खुसी लाग्यो, झन् धेरै अफरहरू रहेछ है। म मेरो साथीहरूलाई पनि